साङ्गाचुमा गएको सोचेकै हुँदैछ, तर अहिलेसम्म तपाईँले वर्किङ पाउनु भएको छैन, अहिलेसम्म माइती आएको छैन र भिजाको टेन्सनले तपाईँलाई रातभरि निद्रा लाग्दैन भने यो भिडियो तपाईँको लागि अन्तिमसम्म हेर्नुहोला। धेरैजनाको समस्या चाहिँ के छ भने हाकिमलाई पैसा दियो, 2-4 वटा कम्पनीमा इन्टरभ्यू दियो, तर माइती आएको छैन, वर्किङ पनि भएको छैन, आफूले गर्दा पनि कहीँ कतै केही उपाय लाग्दैन। के अब यो ग्रेजुएसनपछि नेपालै फर्किनुपर्ने हो त? भिजै नआउने हो त? भिजा गर्नै नमिल्ने हो त? यसको लागि एउटा उपाय छ, प्यानिक हुनु चाहिँ पर्दैन है। तर यो उपाय पनि टाइममा गरेन, टाइममा कम्प्लिट गरेर राखेन भने यो लुपहोल चाहिँ तपाईँहरूले युज गर्न सक्नुहुन्न। यो समस्याको समाधान भनेको चाहिँ एसएसडब्ल्यू भिजा अथवा स्पेसिफाइड स्किल वर्कर भिजा तपाईँको लागि समाधान बन्न सक्छ। अब आउने मार्चमा सोचेकै हुनेहरूको लागि चाहिँ एसएसडब्ल्यू भिजा लाइफ सेभियर नै हुनसक्छ, किनभने तपाईँले लिगल रूपमा बसेर काम गर्न पाउनुभयो फुल टाइम र आफ्नो भिजा सके पनि एसएसडब्ल्यूमा चेन्ज गरेर तपाईँ नेपाल फर्किनु नपर्ने भयो। ग्रेजुएसनपछि वर्किङ भएन, जापानमा फ्युचर सकियो भनेर सोच्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। एसएसडब्ल्यू 1को इक्जाम पास गरेर तपाईँ सजिलै जापान बस्न सक्नुहुन्छ र आजकल जापान गभर्मेन्टले त्यसलाई प्रमोट पनि गरिरहेको छ। एसएसडब्ल्यूको लागि होटल, रेस्टुरेन्ट, केयर गिभिङ, एग्रिकल्चर जस्ता धेरै फिल्डहरू खुल्ला छन्। एसएसडब्ल्यूको मात्र 2वटा रिक्वायरमेन्ट छ, त्यो एउटा भनेको स्किल टेस्ट पास हुनु पऱ्यो, अर्को भनेको यान4 लेभलभन्दा माथिको ल्याङ्ग्वेज तपाईँसँग हुनु पऱ्यो। जेएफटी भए पनि हुन्छ, तर जापानमा बस्ने स्टुडेन्टहरूले प्रायः जस्तो जेएफटी दिएको हुँदैन, त्यही भएर यान3, यान4, यान2 भए त झनै राम्रो र स्किल टेस्ट तपाईँले दिनुभयो भने तपाईँले चाहिँ एसएसडब्ल्यू 1मा अप्लाई गर्न पाउनुहुन्छ। एसएसडब्ल्यू 1मा तपाईँ जापान 5 वर्ष बस्न मिल्छ, तर फ्यामिली ल्याउन मिल्दैन। अनि अर्को कुरा चाहिँ के छ भने तपाईँले बिचमा गर्दै जाँदा त्यसलाई एसएसडब्ल्यू 2मा अपग्रेड पनि गर्न सक्नुहुन्छ, जसको लागि 2 वर्ष एक्सपिरियन्स र टेस्ट चाहिन्छ। एसएसडब्ल्यू 1मा कसरी अप्लाई गर्ने, आइडी कसरी बनाउने, अप्लाई कसरी गर्ने, टेस्ट कहाँ हुन्छ, यी इन्फर्मेसनहरू तपाईँहरूलाई चाहिएको छ भने कमेन्टमा लेख्नुहोस्, म भिडियो बनाउनेछु।